कुरो क्लियर छ कि लाउ माया मैतिर कि लाउ उहीतिर निरा नलाउ दुईतिर प्रत्यक्षतिर पनि समानुपातिकतिर पनि ज्याप ज्याप घन्टी छाप पानेर यसपालि तपाईले राष्ट्रिय यसपालिको चुनाव खाली यो तपाईको रमेश प्रसाई र रामचन्द्र उप्रेतीको कुरा छैन, यहाँ निशा डाँगी र केशव पाण्डेको कुरा छैन। यसपालिको चुनाव भनेको आमाको दुध पिउनेहरू र जेन्जी कलिला बच्चाको रगत पिउनेहरूको लडाई हो यसपालिको चुनाव। तपाईहरुले यो चुनावमा सही निर्णय गर्नुपर्छ। हिजो अस्ति भर्खर हो हाम्रा भाइ बहिनी छोराछोरीहरू मारिएको 76 जना 2 दिनमा, जनआन्दोलनमा 19 दिनमा जम्मा 25 जना, केपी ओलीको कार्यकालमा 2 दिनमा 76 जना कलिला बालबालिकाहरू। सम्झिनुहोस्, तपाईका मेरा छोराछोरी भाइ बहिनी परेको भए के हुन्थ्यो? त्यसकारणले त्यसलाई तपाईहरुले कुनै पनि हालतमा यसपटक ती हत्याराहरूलाई तपाईले अनुमोदन गर्नु हुँदैन। एमाले र कांग्रेस दुवैको सरकार थियो त्यतिबेला। त्यसकारणले त्यस्तै बच्चा मार्ने सरकार तपाईलाई चाहिन्छ, त्यस्तै सुकुम्बासी समस्या र यो खोलाले जग्गा कटाको रमिता हेर्ने तिनीहरूको सरकार चाहिन्छ भने मलाई भन्नु केही छैन। तर अब की बार बालेन सरकार चाहिन्छ भने तपाईले राष्ट्रिय मतदान गर्नुपर्छ। बालेन शाहले एउटा महानगरपालिकाको मेयर हुँदा 35 वटा गाउँपालिकालाई एम्बुलेन्स दिएको, एउटा महानगरपालिकाको मेयर हुँदाखेरि 20,000 विद्यार्थीहरूलाई छात्रवृत्ति दिएको त्यो बालेन शाहका प्रतिनिधिहरू हौं हामी। र एमालेको उम्मेदवार जोसुकै होस् केपी ओलीको प्रतिनिधि हो भन्ने कुरा तपाईले बिर्सिनु हुँदैन। ती केपी ओली जसलाई त्यत्रा बालबच्चा मारिएकोमा एक थोपा पनि पश्चाताप छैन, अहिले एक थोपा पनि पश्चाताप छैन। त्यसकारण कांग्रेसका उम्मेदवार तिनै शेरबहादुर देउबाका प्रतिनिधि हुन् भन्ने नबिर्सिनु। जसको घरमा अरबौं रुपियाँ भेटियो तिनीहरूलाई सोध्नुहोस्, कांग्रेसको उम्मेदवार यहाँ आउँदा देउबाको घरमा आयो चाहिँ कहाँबाट त्यत्रो पैसा हो भनेर। त्यसकारणले यो प्रवृत्ति सम्झेर एआईले बनाएको भन्दैछन्, एआईले मेरो घरमा किन नबनाएको? त्यसकारणले यो प्रवृत्ति सम्झेर तपाईले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्नुपर्नेछ।